नमस्ते ढोकिया 안녕하세요 यहाँहरुलाई आज म कोही भाषा सम्बन्धी नपढी नहुने नसिकी नहुने अझै झुकिरी पनि ग्रामर लिएर आइसकेको छु के त अगाडि हेर्नुस् त इमी मिरी फल्स यी सबैको अर्थ के हुन्छ त अग्रिम अगावै भन्ने हुन्छ अब हेर्नुस् त के फरक छ यसमा फरक छ है धेरै फरक छ इमी मिरी फल्स ओके इमी चाहिँ पास्ट टेन्समा प्रयोग गरिन्छ अझै हेर्नुस् त इमी पास्ट टेन्समा प्रयोग गरिन्छ मिरी चाहिँ फ्युचर प्लस सजेसन फ्युचर टेन्समा सजेसनमा प्रयोग गरिन्छ भने यसैगरी फल्स चाहिँ प्रेजेन्टमा पनि प्रयोग गरिन्छ र पास्ट टेन्समा पनि प्रयोग गरिन्छ फरक के छ त अझै हेर्नुस् त ल कुनै पनि कार्य वा घटना पहिले भइसकेको वा घटिसकेको अवस्थामा प्रयोग गरिन्छ फेरि सुन्नुस् त कुनै पनि कार्य वा घटना चाहिँ पहिले भइसकेको वा घटिसकेको अवस्थामा प्रयोग गरिन्छ केलाई त इमीलाई ओके त्यसैगरी पछि गर्ने कार्यको अग्रिम तयारी गर्ने बेलामा प्रयोग गरिन्छ पछि हुने कार्य पछि गर्नुपर्छ तर अगाडि तयारी गर्नुस् है अथवा गरेर राख्छु भनेर चाहिँ यसको प्रयोग गरिन्छ ओके यसैगरी पहिले भएको कुरा भनेको मतलब पहिले भइसकेको कुरा आश्चर्य रूपमा व्यक्त गर्दा पहिले भइसकेको कुरा आश्चर्य रूपमा प्रयोग गर्दाखेरि यसको प्रयोग गरिन्छ अझै बाँकी छ है भन्ने सुन्ने दुवैलाई थाहा हुन्छ के त इमीको बारेमा भन्नेलाई पनि सुन्नेलाई पनि दुवैलाई थाहा हुन्छ यो कुरा चाहिँ अनि सल्लाह सुझाव दिने प्रयोग गरिन्छ चाहिँ यसो गर्नुहोस् यसो गरे राम्रो हुन्छ अथवा यसो गर्नुपर्छ भनेर सुझाव सल्लाह दिन प्रयोग गरिन्छ केलाई मिरीलाई ओके यसैगरी फल्स छ भन्ने वक्तालाई मात्रै थाहा हुन्छ सुन्नेलाई थाहा हुँदैन भन्नेलाई थाहा हुन्छ सुन्नेलाई थाहा हुँदैन यस्तो बेलामा फल्स हाल्नुस् नझुकिनुस् ट्याङ्गे फल्स हाल्नुस् अब कोही हेर्नुस् त यो काम पहिले सकिसक्यो यो काम पहिले सकियो तपाईलाई पनि थाहा छ मलाई पनि थाहा छ दुई वक्ता थाहा हुन्छ यो कुरा चाहिँ यसैगरी स्याम नाल्चाका इमी छगिदेसायो स्याम नाल्चा परीक्षाको मिति चाहिँ इमी पहिले छगिदेसायो निश्चित भइसकेको छ परीक्षाको मिति चाहिँ पहिले निश्चित भइसकेको छ थाहा भयो नि त दुईलाई थाहा भयो नि ओके यसैगरी मितिको बारेमा चाहिँ नेल साधारण फागुरेमिन भोलि परामर्श लिने हो भने के गर्नुपर्छ यो मिरी यहाँ खासेयो पहिले बुकिङ गर्नुहोस् भोलि परामर्श लिने हो भने अग्रिम रूपमा छ भने चाहिँ बुकिङ गर्नुहोस् सुझाव सल्लाह आएन त सुझाव सल्लाह आउँछ है यसैगरी स्याउनु मिरी चुन्ने हास्यो स्याउनु परीक्षालाई चाहिँ मिरी अगाडि नै चुन्ने हास्यो तयारी गर्नुहोस् सुझाव सल्लाहमा चाहिँ मिरी आइरहेको छ यसैगरी सिगानी फल्स पुनस्यो सिगानी फल्स पुनस्यो समय पहिले सकिसक्यो सरप्राइज छक्क परेको मान्छे आश्चर्य छक्क परेको हुन्छ केमा फल्समा यसैगरी रिमासी के गर्ने हो रिमासी बिहा कहिले गर्ने हो तपाई भन्न सोधेको रिमाले के भनिदिन्छ फल्स हिस्सा पहिले गरिसके आजको हिस्सा छोरा पनि छ अब रिमालाई बिहे कहिले गर्छौ रिमा भनेको रिमाले के भनिन्छ थाहा छ फल्स हिस्सा पहिले गरिसके आजको हिस्सा छोरा पनि छ भने मलाई थाहा छ त मलाई थाहा थिएन नि रिमालाई मात्रै थाहा थिएन कुरा भनेपछि सुन्ने वक्तालाई थाहा हुँदैन बोल्ने वक्तालाई मात्रै थाहा हुन्छ जहाँ त फल्स प्रयोग गर्ने ओके यसलाई तपाईँ दोहोऱ्याइरहनुहोस् अझ बुझिन्छ काम छ धन्यवाद